आज स्केट गरेको मामा भान्जीको आज पहिलो दिन यति लड्यो कि त्यो लडेको देखेर जिउ पुरा दुइरहेछ तर रमाइलो चाहिँ रमाइलै हुँदो रहेछ मजा पनि खुबै आउँदो रहेछ म त धेरैचोटि लडेँ यति लडेँ कि 10-15 चोटि लड्यो होला है पहिलो दिन जस रमाइलो लाग्यो खास रेलिङ समातेर जानुपर्ने म अब ओभर स्मार्ट भएर बिचमा गएर गरिदिउँ नि त केटाहरूले न ऊ खेले जस्तो हामी पनि हानिदिउँ न भनेर गरेको लड्याछ तर जस रमाइलो भयो 1-2 घन्टा खेल्न रमाइलो हुँदो रहेछ एउटा नयाँ अनुभव पनि हुँदो रहेछ सबै मजा लाग्यो मलाई चाहिँ यसरी ट्याङट्याङ 15-20 चोटि लड्यो होला 1-2 घन्टामा त पुरा अहिले चाहिँ पुरा हात दुइरहेछ जिउ दुइरहेछ भोलि चाहिँ फेरि एकछिन जानुपर्छ मामा भान्जी हो ऊ यो पिङ लगाउने हो अहिले मामा पनि लड्यो भान्जी पनि लड्यो रमाइलो चाहिँ रमाइलै हो भोलि चाहिँ जानुपर्छ अब भोलि मम्मीलाई पनि खेलाउनु पर्ला लिएर जानुपर्छ नखेल्ने भनेको छ तर एकचोटि खेलाएर हेर्नु पर्ला तर ल गाइस कस्तो लाग्यो साथीहरूलाई यो भिडियो हेर्नुहोस् है त